नमस्ते, सन्चै हुनुहुन्छ? अस्ति एउटा भिडियो बनाएको थिएँ। भिडियोमा हामीले एउटा स्क्यानरको विषयमा कुरा गरेका थियौँ, फिङ्गर प्रिन्ट स्क्यानर। त्यसको बारेमा रिभ्यू चाहिँ एकदम राम्रो आयो धेरै ठाउँबाट। कतिपय ठाउँमा त जहाँसम्म मेरो एक्सेस नै पुगेको थिएन उहाँहरूबाट पनि कन्ट्याक्ट आयो। कतिपय व्यक्तिगत रूपमा फेसबुक खोज्दै आयो, कति जुन नाम भनेको थिएँ कस्तुरी आइटी हो त्यसको पेजबाट आयो। यो असाध्यै धेरै उपयुक्त लाग्यो। सामाजिक सञ्जाल एउटा मिडिया आफ्नो व्यावसायिक कुरालाई, सामाजिक कुरालाई प्रवर्धन गर्नको लागि, सोही विषयलाई निरन्तरता दिनको लागि आज एउटा अर्को भिडियो सानो बनाउन गइरहेको छु। हो, अस्ति मैले यो डिभाइसको कुरा गरेको थिएँ। यो डिभाइस मन्त्र MFS 500 मन्त्र ब्रान्ड कहाँको भनेर तपाईँले सोध्नुहुन्छ भने यो भारतको ब्रान्ड हो। यो चाहिँ मूलभूत रूपमा अफ्रिकादेखि लिएर युरोपियन धेरैवटा देशहरूमा यो ब्रान्डका सामानहरू जाने गरेका छन्। तपाईँले गुगल गरेर पनि मन्त्र ब्रान्ड हेर्न सक्नुहुन्छ। हामी कस्तुरी आइटी हो मन्त्र ब्रान्डको चाहिँ स्पेसिफिक प्रडक्टहरूको चाहिँ नेपालमा अथोराइज डिस्ट्रिब्युटर हो। हामीसँग के छ भनेर भन्नुहुन्छ भने हामीसँग यो जुन अहिले तपाईँले मेरो हातमा देखिरहनु भएको छ मन्त्र MFS 500 यो अहिले जुन पालिकाहरूमा चाहिँ एकदम धेरै रूपमा लागू भइरहेको छ सामाजिक सुरक्षा भत्ता नवीकरणको लागि। यो प्रमुख रहेको छ भने हामीसँग फिङ्गरप्रिन्ट स्क्यानर पनि छ। तपाईँले बायोमा फोटो पनि देख्नु भएको होला। त्यसै गरी आइरिस स्क्यानर भनेको चाहिँ आँखाको नानीबाट चाहिँ परीक्षण गर्ने अथवा त्यसको आँखाको नानीबाट हामीले सूचीकृत गर्ने। त्यसै गरी ड्युल आइरिस स्क्यानर आँखाको दुईटै आँखाको नानीबाट गर्ने, जसको चाहिँ हातका औँलाहरू चाहिँ सबल छैनन् उहाँहरूको लागि चाहिँ आइरिस स्क्यानर उपयुक्त हो। यो कुराहरूलाई अहिले गर्दै गर्दा तपाईँले जसले यो सामान चलाइरहनु भएको छ, विशेष गरी गाउँपालिका, नगरपालिका र वडाका मित्रजनहरू यहाँहरूलाई कस्तो लागिरहेको छ त्यो पनि एउटा हामीलाई बताउन सक्नुभयो भने हाम्रो लागि र अर्को मार्गनिर्देशन हुनेछ। र नयाँ जसलाई हामीले कन्ट्याक्ट गर्न खोज्दैछौँ उहाँहरूको लागि पनि पहिले नै प्रोज एन्ड कन्सको विषयमा थाहा हुन सक्यो भने त्यो अझ धेरै उपयुक्त हुन्छ जस्तो लाग्छ। मैले धेरै समय यहाँको लिइनँ। साँझको बेला छ, रमाइलो गर्नु होला। शुभ शुक्रबार। नमस्ते।